यो पनि यसलाई लोड गर्नुपर्छ अब यो अब आज अट्यो भने आज लानु अटेन भने भोलि हामी पुऱ्याइदिन्छौँ अब 1000 वाला यो भयो 1000 तपाईँलाई दिइसक्यो है अब ल दिइसकेकै यो हामीले उहाँलाई हस्तान्तरण गरायौँ है त ल अनि अर्को अब यहाँ पनि छ के छ ल ठ्याक्कै अहिले हामी भने खानेपानी बोर्डको यो भवनभित्र छौँ यो खानेपानी बोर्डको ट्र्याक्टरहरू छ यहाँनिर हामी देख्न सक्छौँ बरा नगरपालिकाका क्षेत्र नगरपालिकाको वडा नम्बर 1 का वडाध्यक्षज्यू हाम्रो खानेपानी व्यवस्थापन बोर्डका सदस्य दत्त कुमार लिम्बुज्यू खानेपानी व्यवस्थापन खानेपानी अफिसका हाम्रा निर्देशक सर र उपस्थित सम्पूर्ण पत्रकार मित्रहरू नमस्कार अभिवादन। अब हाम्रो बरा क्षेत्र नगरपालिकाको 1 नम्बर वडासँगको सम्बन्ध नङ्ग्र मासुको छ, सम्बन्ध सुमधुर हुनुपर्छ, सबै खालका सम्बन्ध कायम गरेर जानुपर्छ भनेर हामी निरन्तर लागिरहेका छौँ र उहाँहरूको बाटोबाट उहाँहरूले हामीलाई पहिले पनि कोका अभियानमा सहयोग गर्नुभएको छ। कोका अभियानको त्यो 2टा कोका 1 र 2 को अभियान सञ्चालन गर्दाखेरि जुन बाटो दिनुभयो त्यो बाटोबाट धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापन बोर्डलाई 10 लाख लिटर दैनिक लिटर पानी हामी उपलब्ध भएको छ त्यो बाटोबाट। त्यसका निम्ति त उहाँहरूले सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद। अब अहिले धेरै अर्को चर्चा के छ भने धरान उपमहानगरपालिकालाई सङ्घीय सरकारले 3 अरब बराबरको बजेट बहुवर्षीयमा हामीले दिने भन्ने कुरा अस्ति खानेपानी मन्त्रीसँग पनि कुरा भएको छ, पूर्वाधार मन्त्रीसँग कुरा भएको छ, प्रधानमन्त्रीसँग कुरा भएको छ, बिचमा के खबर आयो भने जाने भन्ने कुरा पनि छ। यो कुरो हामी किप एन्ड टचमा भइरहेछ। अब डर चाहिँ के लागिरहेछ भने यो झैझगडाले समस्या पार्छ भने डर चाहिँ लागिरहेछ। यो अलिकति सरकार प्रमुख र हाम्रो यहाँको चाहिँ नि मान्य त्यसले असर नपारोस् हामी आग्रह गर्दैछौँ। सम्बन्धित मन्त्रालयसँग पनि आग्रह राखेको छ, प्रधानमन्त्री कार्यालयसँग पनि हाम्रो एक्सेस राखेर सम्पर्क गर्छ। कहिलेकाहीँ चाहिँ नि त्यो संवादहीनता र राजनीतिक द्वन्द्वले चाहिँ योजना र मसार पारिदिन्छन् के त्यो चाहिँ नपारोस्। कुरा बुझ्नुभयो भने धेरै भन्न पनि मिल्दैन। हामीले सम्माननीय प्रधानमन्त्रीज्यूले नै इटारीमा कबोल गरेर जानुभएको कारणले गर्दाखेरि त्यो कुरा पुरा गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ। अहिलेको राजनीतिक लडाइँलाई फेरि जोडेर त्यो चाहिँ नगर्दै हुन्थ्यो भने चाहिँ घाइ पनि बेला बेला दुलो दालीबाट कानमा चिस्स पर्दाखेरि मुटु चरक चरक हुन्छ के। किनभने धरानको खानेपानीको समस्या भनेको धरानै जनताको धरानको आवश्यकता हो, धरानको जीवन रेखा हो, धरानको जीवन हो। त्यसले गर्दा यो कुरो चाहिँ सङ्घीय सरकारले बुझ्नुपर्छ र यो विषयलाई चाहिँ नि प्राथमिकतामा राख्नुपर्छ। अब यहाँ सबै जोडिएका छ फेरि होइन, सबै जोडिएको कारणले गर्दाखेरि कहिलेकाहीँ मेरो जस तेरो जस भन्दा पनि यो पानी ल्याउने जस यो अभियानमा सहयोग गरेमा सङ्घीय सरकारको भूमिका मुख्य हुन्छ। बाँकी यहाँ रहेका सांसद, यहाँ रहेका चाहिँ जनप्रतिनिधि, खानेपानी व्यवस्थापन बोर्ड समिति सबैको भूमिका हुन्छ। त्यसलाई अन्यथा मान्नु हुँदैन। अब कसैको स्वर ठानु ठुलो होला, कसैको सानो, अन्यथा नमानौँ। म यति आग्रह गर्छु। त्यो पनि हामी अब प्रोसेसमा हामी अब त्यो क्षेत्रमा हामी संवाद अरू भूमिसँग केही सम्बन्धित प्रश्नहरू छन्। त्यो एउटा चाहिँ गुठी र वन भन्ने चलेको छ। सीमाङ्कन नामाङ्कन सीमाङ्कनमा चाहिँ गुठीको परेको कारणले गर्दाखेरि त्यसलाई व्यवस्थापन गर्ने भन्ने कुराहरू भइसकेको छ। वनको पनि अलिअलि हकदाबी कुराहरू उठिरहेको छन्, त्यो पनि मिलाउँछौँ। त्यो संवाद चलिरहेछ, निरक्षक चाहिँ हाम्रो चलिरहेछ र त्यो एउटा चरण पुगिसकेको छ। र अहिलेलाई चाहिँ के भन्दा हाम्रो टोकन अफ लभ सम्बन्ध सुमधुर यसको लागि फेरि कुनै शर्त होइन। उहाँहरूको हाम्रो चाहिँ नि भोलि उहाँहरूले हामीलाई गरेको कन्ट्रिब्युसनको सम्मान पनि हो। हामी निरन्तर चाहिँ हिजो पनि गर्नु पऱ्यो, त्यो सँगै हामी चलिरहन्छ। र अझै मलाई हामीलाई के मन लागिरहेछ, मलाई चाहिँ व्यक्तिगत हिसाबले के भन्न मन लागेको छ भने त्यो बराको बरा क्षेत्र 1 नम्बर र 2 नम्बर पनि यता यसो चाहिँ नि हाम्रो धरानतिरै चाहिँ नि जोडिदिएको भए कति आनन्द हुन्थ्यो भन्ने मलाई लागेको छ। यहाँ अहिले चाहिँ नि सीमाङ्कन क्षेत्राङ्कनको कुराहरू पनि चलिरहेछ। अब हाम्रो इच्छाले मात्र हुँदैन होइन, त्यो पछि अर्को कुरा हो। र म अहिले चाहिँ के भन्छु भने बरा क्षेत्र नगरपालिकाको वडा नम्बर 1 लाई चाहिँ त्यो हामीले चाहिँ नि 40 mm को 1000 मिटर मैले परिणाम भन्दैछु है ल। 40 mm को 1000 मिटर पाइप, 32 mm को 1300 मिटर पाइप, 25 mm को 1500 मिटर पाइप,
यसै गरेर 20 mm को जम्मा 1000 मिटर पाइप हामी उहाँहरूलाई उपलब्ध गराउँछौँ। अहिले यो गाडीमा लोड भइसकेको छ। अब यहाँ फर्मल तपाईँ देख्नुहुन्छ र वाटर ट्याङ्की जम्मा 6000 लिटरको ट्याङ्की हामी उत्पादन गर्छौँ प्रदान गर्छौँ। त्यसमा 2000 लिटरको 2वटा र 1000 लिटरको 2टा गरेर जम्मा 4टा ट्याङ्की हामी उपलब्ध गराउँछौँ। र यो यसो हेर्दा यो पारदर्शी भन्ने चलन छ। अहिले धरान खानेपानी व्यवस्थापन बोर्ड सबै कुरा पारदर्शी ढङ्गले गर्ने गरेको छ। हेर्नुहोस् तपाईँलाई मैले महिने पछि हामी हिसाब गराउँछौँ। यो 40 mm को पाइप 1000 मिटरको दाम कति हुन आउँछ भन्दाखेरि 1 सैकडा 1000 10 लाख 1 लाख रुपियाँको। 32 mm को 1300 मिटरको 1 सैकडा 1000 10 लाख 1,19,600 को। यसै गरी चाहिँ नि 25 mm को 1500 मिटर पाइपको मूल्य 82,500। यसै गरेर चाहिँ नि 20 mm को 1000 मिटर पाइप को चाहिँ नि 37,000 गरेर मूल्य पर्न आउँछ। र यसै गरेर पानी ट्याङ्कीको जम्मा त्यो 4टा 2,000 को 2टा र 1,000 को 2टा गर्दाखेरि जम्मा 1 सैकडा 1000 9,000 यो 90,000 यो 90 है। फेरि मिस्टेक भएछ है 90,000 यहाँ यो मिस हुन्छ साथी ए हो रहेछ हौ ठिक रहेछ होइन 90,000 रहेछ। यति बराबरको चाहिँ नि हामी सामान वडा नम्बर 1 बरा क्षेत्रलाई हामी धरान उपमहानगरपालिका खानेपानी व्यवस्थापन बोर्डले त्यहाँका जनताको पनि तिर्खा त्यहाँको जनताको पनि पानीको आवश्यकतामा कन्ट्रिब्युसन गर्ने हामीले चाहिँ निर्णय गरेका छौँ। र यो उहाँहरूलाई हस्तान्तरण गर्नको निम्ति धरानभरिका पत्रकार साथीहरूलाई साँची राखेर हामीले चाहिँ गर्न खोजिरहेको छौँ। हाम्रो वडाध्यक्षज्यू टोटल कति मेसा फेरि अब यो 4,29,100 छ। कस्ट होइन त्यो त मिटर भन्नुभयो होला होइन ए यहाँ छ यहाँ सबै छ ए यो जम्मा टोटल मूल्य चाहिँ 4,29,100 रुपियाँ बराबरको सामान हामी उहाँहरूलाई प्रदान गर्दैछौँ। उहाँले हेर्नु त गाडी ल्याएर अब गाडी लाएर पुर्याइदिन्छौँ। अब आशा पऱ्यो भने हामी सबै त्यो समूहको सेवा गर्ने गराउँछौँ र हाम्रो वडाध्यक्षलाई बधाई छ। वडाध्यक्ष के भनाइ छ तपाईँको? अब बधाई त विशेष गरी अहिले यहाँ हाम्रो कार्यवाहक मेयर मेगा अनि सदस्यज्यूहरू खानेपानी हाम्रो निर्देशक राजु सर लगायत खानेपानी टिमको सम्पूर्ण टिम र हाम्रो कार्यवाहक मेयर साहब बोर्डको अध्यक्ष पनि हुनुहुन्छ। हजुरको नाम अनि उहाँलाई चाहिँ विशेष भन्नु होला नाम विशेष तर्फबाट बरा क्षेत्र नगरपालिका वडा नम्बर 1 को वडा अध्यक्ष किसन थापाको तर्फबाट र समग्र वडा नम्बर 1 को तर्फबाट पनि यो ढिलै भए पनि जुन हाम्रो एउटा माग थियो माग पनि कस्तो खालको माग थियो भने हामीले त्यो मागलाई पनि त्यो अगाडिको खटाङ अलिकति पृष्ठभूमितिर नजाउँ पृष्ठभूमि भन्दा सम्बन्ध होइन सम्बन्ध त अझै पनि राम्रै हुन्छ राम्रै गर्नुपर्ने छ हामीले पनि होइन सम्बन्ध चाहिँ बरु उहाँले यहाँबाट धरानबाट छुट लागि जस्तो भइरहेको थियो अनि के हो यतिको सम्बन्ध राख्नुपर्छ भनेर फेरि आइकन यो अहिले सम्बन्ध फेरि जोडिएको छ। यो पाइप चाहिँ अब हामीले यो 1-2 वर्ष नै भइसक्यो होला होइन अब के प्रक्रिया केबाट आउँदाखेरि अब अहिले आएको छ अरू यस्तो कुरा नगरौँ सङ्ग्रहमा ढिलो आयो दुरुस्त आयो राम्रै आएको छ। अब यसले हामीलाई पनि के हाम्रो अब वडा नम्बर 1 बरा क्षेत्र 1 भन्दा पनि अब सुन्दाखेरि त चत्रा भनेपछि सबैले दुर्गम त सबै ठाउँ छैन सुगम पनि छैन सुगम छ अरे दुर्गम चाहिँ धेरै भएको ठाउँ छ होइन त्यसमा अब कतै माग भएको यो अहिले खानेपानी बोर्डबाट हामीले उपलब्ध भएको पाइपले पक्कै पनि हामीलाई एउटा थप सहयोग भएको छ। यो थप सहयोग चाहिँ अझै निरन्तरता हुनुपर्छ भन्ने पनि राख्छु म त। ल मैले अघि भने किसनजीलाई एकदम धन्यवाद छ कि अब यहाँ क्वेसन अहिले मौका पाइएन जस्तो अहिले कति सर ऋण कति घट्यो एडिबीको खानेपानी? अब अहिले यो कुरालाई स्थगित गरौँ। यो धेरैले तपाईँलाई अहिले धेरै सुन्न चाहेको सुन्नु न यो तपाईँहरूलाई प्रत्येक महिनाको हिसाबमा
यो कुरा साबिनी गर्छौँ। अङ्क हिसाब सबै आउँछ। यसमा एडिपीको ऋण कति तिर्ने छ, कहाँ कति खरिद गरियो, कति बिक्री गरियो, चिया कति खाएछन्, बिस्कुट कति खाएछन्, तेल कति चढेछन्, सबै हिसाब तपाईँले अहिले यो विषयहरू प्रत्येक महिना हामीले हिसाब साबिनी गर्दै आएको कारणले गर्दाखेरि सोही हिसाब साबिनी गर्दाखेरि लिखितै आउने कुरा तपाईँलाई जानकारी गराउँछु र अहिले यसलाई बस पार्कको थोरै भनिदिनु न, बस पार्क कहिले सञ्चालन बस पार्क 15 गते सार्नको चाहिँ तयारी गर्दैछौँ। हजुर बस पार्क 15 गते सर्छ तयारी गर्दैछौँ। अरू छलफल दिइरहेछ। होइन यो हस्तान्तरण अहिले यो विषयले फेरि चाहिँ किन सुन्नु न, तपाईँलाई फेरि कसो भने विषय अन्तर भने यसले अर्को नगरपालिकाको खानेपानी व्यवस्थापन बोर्डले बराक क्षेत्र नगरपालिकाको वडा नम्बर 1 लाई हामीले खानेपानी त्यहाँको व्यवस्थापनको निम्ति सहयोगार्थ हामीले 4,29,100 बराबरको 29,100 बराबरको हामीले सामान हामीले उहाँलाई दिएका छौँ। यसमा अघि भने 40 mm को 1000 मिटर, 32 mm को 1300 मिटर, 25 mm को 1500 मिटर, 20 mm को 1000 मिटर पाइप उहाँहरूलाई हस्तान्तरण गऱ्यौँ। तपाईँलाई साँची राखेर पछाडि हामी गरिरहेका छौँ। अनि 2वटा 2000 वाला ट्याङ्की होइन, 2टा अनि 2टा 1000 वाला ट्याङ्की हामीले उहाँलाई हस्तान्तरण गर्दैछौँ। कार्यक्रम चाहिँ यही हो। अब बाँकी कुरा धन्यवाद। किसनजी किसनजी बोक्नु बोकेर कहाँसम्म लिएर जाने? 2000 को एउटा भयो होइन? हजुर। अब एउटा भयो। अब 1000 वाला यो भयो। 1000 तपाईँलाई दिइसक्यो है। अब ल दिइसकेकै यो यो पनि भइसक्यो भयो। ल तपाईँले छुनु भयो, उहाँले लिनुभयो होइन? अनि अब अर्को यो एउटा यो पनि छ। कति छुम त लाने यो पनि यही हो। किसनजी थिच्छ है फेरि यो पनि भयो होइन? यो भयो। अब अर्को पाइप हामीले अहिले दिएको यति छ, नअटेको यो अहिले हामीले किसनजीलाई यो गाडी होइन पाइप चाहिँ जिम्मा दियौँ। गाडी चाहिँ होइन, पाइप चाहिँ हामीले उहाँलाई हस्तान्तरण गरायौँ है त। अनि अर्को अब यहाँ पनि छ। के छ यता कुरा नि सुन्नुपर्छ। यो उहाँहरूको मात्रै सुनिरहेको छु मैले अहिले। यो पनि सबै यसलाई लोड गर्नुपर्छ। अब यो अब आज अँट्यो भने आज लानु, अँटेन भने भोलि हामी पुर्याइदिन्छौँ। ल धन्यवाद। ल यति गरेर उहाँको कुरा भेटघाट कार्यक्रम यही सम्पन्न गरिदिउँ। ल ल हजुरले यसरी